त्यही गाउँ जहाँ इतिहासमा रगत मिसिएको छ। विक्रम सम्वत 2036 सालको हत्याकाण्ड जहाँ 16 जना व्यक्तिहरूको नरसंहार गरिएको रगत र प्रतिशोधको कथा लुकेको छ। शहीद भूमि छिन्ताङको पञ्चकन स्थित हाम्रो महान शहीदहरूको एउटा पार्क बनाइएको छ। यी महान शहीदहरू बनेको 2036 सालमा 2036 सालभन्दा अगाडि पञ्चायती व्यवस्थाले गरेको दमन शोषण विरुद्धमा क्रान्ति गर्दाखेरि आफ्नो जीवन आहुति दिएर बलिदान प्राप्त गर्नुहुने हाम्रा 16 जना शहीदहरू हुनुहुन्छ। यहाँ यो सबै उहाँहरू चाहिँ पञ्चायती व्यवस्था विरुद्ध र उहाँ चाहिँ गणतन्त्रको पक्षमा लड्दै शहादत प्राप्त गर्नुहुने हाम्रा शहीदहरू महान शहीदहरू हुनुहुन्छ। यो करिब 2052 सालमा यो शहीद पार्क निर्माण गरिएको थियो र यो शहीद पार्क विशेष गरिकन यो छिन्ताङकै धेरै शहीदहरू, यो सबै शहीदहरू पहिलाको छिन्ताङ गाविसका शहीदहरू भएकोले गर्दाखेरि यहाँ हाम्रा शहीदहरूको पार्क बनाइएको हो। र यी शहीदहरू महान शहीदहरूलाई हामी जहिले पनि कार्तिक 27 गतेदेखि 29 गतेसम्म हामी शहीद दिवस मनाउने गरिन्छ। अहिले चाहिँ म यो पञ्चकन्याको हटिया बजारमा छु। यो चाहिँ प्रत्येक हप्ताको बुधबार चाहिँ लाग्छ। त्यसमा चाहिँ अब विभिन्न खालका लोकलदेखि लिएर सबै खालका चाहिँ अब खानेकुरा लत्ता कपडाहरू चाहिँ बेच्ने चलन छ। पहिल्यैदेखि यहाँ चाहिँ हटिया लाग्ने चलन छ होइन। अनि अब स्थानीय हाम्रो स्कुलमा पनि चाहिँ बुधबार चाहिँ साप्ताहिक बिदा हुने पहिल्यैदेखि चलन छ। यो लोकल गभर्मेन्ट अनुसार रुल्स छ होइन। यस्तो छ बजार पुरै। अहिले कति वर्ष पुग्नुभयो त बाजे? 80 वर्षको उमेरमा नि यस्तो व्यापार गरिराख्नु भएको रहेछ। कहाँदेखि अनि ल्याउनुहुन्छ यत्रो सामानहरू छ? काठमाडौँबाट पनि ल्याएको थिएँ। अहिले धवन इटादेखि बसी बिहालो के गर्नु त हो। यहाँहरूको बाजेहरूसँग सँगसँगैको उमेर अब कति पुगिहाल्यो। त्यही गाउँ जहाँ डाँडामाथिबाट हेर्दा हरिया पहाडका श्रृङ्खलाहरू अनि टाढा टाढा देखिने सेता हिम श्रृङ्खलाहरू आकाशलाई छुने दौडमा गर्वपूर्वक उभिरहेका छन्।